प्रदेश र स्थानीय तहमा भूकम्प ल्याउने रासुपाको मास्टर प्लान। रासुपाको गोप्य तयारीले कंग्रेस एमालेलाई तनाव। भदौ 1 बाट रासुपाले ल्याउँदैछ देशभर तरंग। पुराना दललाई झट्का दिने गरी ल्यायो नयाँ मापदण्ड। नेपालमा चुनावको टिकट कसरी पाइन्छ? के योग्यताले कि इमानदारिताले? होइन, हिजोसम्म यथार्थ निकै तितो थियो। टिकट पाउन कि त गुटको नाइकेको दैलोमा जुत्ता खियाउनु पर्थ्यो, कि त चुनावको मुखमा हात्तीछाप नोटले भरिएको सुटकेस बुझाउनु पर्थ्यो। चाकरी, नातावाद, कृपावाद र डनवाद यिनै थिए नेपालका परम्परागत दलहरूका उम्मेद्वार छान्ने गोल्डेन क्राइटेरिया। तर अब यो अँध्यारो सुरुङको अन्त्य हुने संकेत देखिएको छ। राजनीतिमा योग्यता र इमानदारिताको कदर हुने एउटा नयाँ युगको सुरुवात हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले आगामी स्थानीय तह र प्रदेशको निर्वाचनलाई लक्षित गरेर ल्याएको अत्यन्तै सकारात्मक र क्रान्तिकारी कदम छ क्यान्डिडेट क्लब। दर्शकबिन, आउँदो भदौ 1 गतेदेखि रासुपाले क्यान्डिडेट क्लबका लागि औपचारिक रूपमा आवेदन खुल्ला गर्दैछ। यो कुनै रात्रिकालीन क्लब वा सम्भ्रान्तहरूको जमघट हुने ठाउँ भने होइन। यो त ती तमाम युवा विज्ञ र इमानदार नागरिकहरूका लागि खोलिएको एउटा लोकतान्त्रिक प्रवेशद्वार हो, जोसँग देश बनाउने हुटुटी छ, तर राजनैतिक गडफादरको आशीर्वाद छैन। रासुपाका महामन्त्री विपिन कुमार आचार्यले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको यो योजना सुन्दा मात्रै पनि आम नेपालीको मनमा एउटा आशा जाग्छ। उनले स्पष्ट पारेका छन्, अब रासुपाले उम्मेद्वार छनौटलाई खल्तीबाट टिकट बाँड्ने परम्पराबाट मुक्त गर्दै वैज्ञानिक, पारदर्शी र आधुनिक प्रणाली मार्फत अघि बढ्दैछ। सोच्नुहोस् त, हिजोका दिनमा एउटा इमानदार तर सामान्य परिवारको व्यक्तिले वडाध्यक्ष वा मेयरको टिकट पाउने कल्पना गर्न सक्थ्यो? सक्दैनथ्यो। ठूला पार्टीका टिकट वितरण समितिहरू भनेका मनी र मसलका लिलामी केन्द्र जस्ता हुन्थे। तर रासुपाले यो फोहोर र दुर्गन्धित राजनीतिक पोखरीमा क्लिनिकल तरिकाले सिस्टम बसाल्ने जुन अठोट लिएको छ, यो साँच्चै ऐतिहासिक छ। यसले नेपाली राजनीतिलाई शुद्धिकरण गर्ने दिशामा एउटा बलियो इँटा थपिरहेको छ। अब तपाईको मनमा प्रश्न उब्जिन सक्छ, यो वैज्ञानिक उम्मेद्वार छनौट भनेको के हो? के ल्याबमा राखेर नेताको परीक्षण गरिन्छ? पक्कै होइन। यहाँ वैज्ञानिक भन्नुको अर्थ हो वस्तुपरक मापदण्ड। रासुपाले उम्मेद्वार बन्न चाहनेहरूको योग्यता, क्षमता, नेतृत्व कौशल, जनसम्बन्ध, नैतिकता र सार्वजनिक उत्तरदायित्वलाई एउटा निश्चित मैट्रिक्समा राखेर मूल्याङ्कन गर्दैछ। जसले गाउँको बाटो खन्ने भिजन राख्छ, जसले सुशासनको ग्यारेन्टी दिन सक्छ र जसले समाजमा एउटा सफा छवि बनाएको छ, उसैले टिकट पाउनेछ। यो भनेको फेस भ्यालुमा होइन, बेस भ्यालुमा गरिने राजनीति हो। सबैभन्दा राम्रो